हेलो गाइज, वेलकम टु एनदर ब्लग। र यति बेला मैले तपाईहरुलाई हाम्रो गाउँ एक्सप्लोर गराएको छु, भिजिट गराएको छु हैन। गाउँबाट देखिने भ्यूदेखि लिएर हाम्रो गाउँमा पाउने विभिन्न प्रकारका फलफुल जस्तै काँक्रा। मेन भनेको हाम्रो गाउँमा अहिलेको समय भनेको दसैँ तिहारको बिचमा काँक्रा पाइन्छ र काँक्राको म बारीमै गएर तपाईहरुलाई देखाएको छु। अर्ग्यानिक काँक्रा, कुनै विषादी हालेर फलाएका काँक्रा हैनन्। यिनी घरकै गाई भैँसीको मलबाट बनाएका काँक्रा हुन्। यिनी यस्ता काँक्रा हुन् कि यिनी काँक्रा खायो भने तपाईलाई एकदमै तन्दुरुस्त हुनुहुन्छ, तपाईहरु स्वस्थ हुनुहुन्छ हैन। है गाइज, म अब काँक्रा तपाईहरुलाई अर्ग्यानिक काँक्रा कस्ता हुन्छन् देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्दिनु होला। अब म बारीभित्र प्रवेश गर्दैछु है। यस्तो छ यो अप्ठ्यारो, यसरी छिर्नु पर्ने हुन्छ। यसरी छिरेपछि यहाँ हेर्नुस्, विभिन्न काँक्रा छन् यी। ल हेर्नुस्, खानी भए यतातिर आउनु होला। र यता पनि छन् यी पहेँला, हरियाई र अरू पनि म देखाउँछु। हामी यता पनि आउनु होला। कृपया यतातिर पनि हाम्रा काँक्रा, विभिन्न काँक्रा छ। हरियादेखि लिएर तपाईले पहेँला कस्ता कस्ता काँक्रा खानुहुन्छ अर्घाखाँची आउनु होला। देख्न सक्नुहुन्छ यता पनि यस्ता बबाल काँक्रा छन्। सम्पर्क गर्नु होला। अमृत घिमिरेको नम्बरलाई सम्पर्क गर्दा पनि हुन्छ। तपाईहरुले अर्ग्यानिक काँक्रा खान पाउनुहुन्छ है। अन्त कस्ता खाँदै हुनुहुन्छ है। ल खाँदै यस्ता अर्ग्यानिक काँक्रा त तपाईले खाने कोही पनि पाउनुहुन्न क्या। जुन हाम्रो गाउँमा छन् यस्तो बबाल छन्। यता पनि म देखाउँछु। ल हेर्नुहोस्, हरिया काँक्रा ट्याक्क। ल हेर्नुहोस्, यस्ता काँक्रा छन् कि हाम्रो गाउँमा पुरै छोडिदिनुहोस्। यो ल यो बारीमा छु है, म बारीबाट पुरै देखाएको छु। यो मेरोमा मात्र होइन, माथिको बारीमा पनि छ नि। ल हेर्नुहोस्, यो काँक्रा कस्तो काँक्रा छन् भने यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। यता हाम्री गोर्नी भाउजू पनि हुनुहुन्छ है, घाँस काट्न आउनुहोस् उहाँ। यहाँ फेरि हाम्रा काँक्रा चोरिदिनुहुन्छ कि अन्त म यहाँ ड्युटी गरिरहेको छु। देख्न सक्नुहुन्छ है हाम्रा काँक्रा। विभिन्न प्रकारका काँक्रा छन्। तपाईहरुले पहेँला अचार खानका लागि एकदम प्रसिद्ध भनेको पहेँलो र नुन खुर्सानी पिसेर खानलाई हरियाई। जम्मा दुईटा मात्र देखायो भन्नुभयो होला हैन। त म धेरै देखाउँछु है। हेर्नुहोस्, पहेँला, हरियाई, यसलाई चाहिँ रानी काँक्रो भन्छ है। कतिलाई थाहा छैन होला। यो जुन काँक्रो छ नि सेतो यो चाहिँ रानी काँक्रो है। मलाई चाहिँ सबै कुरा थाहा छ है, किनकि कुन रानी कोही कुन है। यहाँ हरियाई सानो कलिलो छ, त्यो अब म टिपेर खाएर तपाईलाई देखाउँछु कस्तो छ यसको टेस्ट। गाइज, अब म तपाईहरुलाई यो काँक्रा आधी खाइसकेको छु मैले। अब आधी खाएर चाहिँ कस्तो छ टेस्ट बुझाउँछ है। एकदम बबाल छ। यो अर्ग्यानिक काँक्रो हो, कुनै पनि विषादी हालेर बनाएको होइन, फलाएको पनि होइन। यो अर्ग्यानिक भन्नाले घरमै भएका गाई भैँसीको मलबाट फलाएको काँक्रो। काँक्रा पनि मैले तपाईलाई एक्सप्लोर गराइसकेको छु कि बबाल यो डाँठ काट्ने बेला भएको छैन। अब डाँठ काटेपछि गहुँ छर्ने बेला हुन्छ। यो बारी जोतेपछि यो एकदम अर्ग्यानिक काँक्रो छ। खाने भए मलाई सम्पर्क गर्नु होला। एकदम बबाल। तपाईहरुले यति चाहनुहुन्छ, खान मन लाग्यो भने मलाई सम्पर्क गर्नु होला। बारीमै छु म काँक्रा हेर्नु। म अर्को पनि खाएर देखाउँछु। यसरी देखाइराखौँ म माथिबाट। बबाल छ है, बबाल। काँक्रा खाने भए आउनु होला। तितो भयो किन लास्टमा तिती खाएको थिएँ मैले, मुखै तितो भयो। यस्तो मिठो भइरहेको थियो, लास्टमा चाहिँ तितोको कारणले तितो भएको हो। यस्तै नयाँ ब्लग हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। आजको ब्लग चाहिँ यति नै। हाम्रो मकै बारी हो, देख्न सक्नुहुन्छ। तल देखिने बाटो चाहिँ हाम्रो हो। म थोर जुम गराएर पनि देखाउँछु। यो चाहिँ हाम्रो बाटो हो, देख्न सक्नुहुन्छ। यो मकैका डाँठ कसैका पनि काटिएको छैन है, देख्न सक्नुहुन्छ ट्याक्क। यो चाहिँ भर्खरमा आएर हजुरहरूलाई खिचेको भ्लग यही है।
यही काँक्रा हो, यही काँक्रा चाहिँ यहाँ छ नि, यो हरिया अलि भित्रभित्र पनि छन् है। म छिरेर पनि बनाइसकेको छु। यो चाहिँ माथि माथि यो हरिया कलिलासम्म मैले खाएर पनि देखाएको छु। यो देखिने भ्यू हेर्नुहोस् त, त्यहाँ बबाल देखिन्छ है मकैबारी। हेर्नुहोस् यो माथिका डाँठ पनि अझै काटिएका छैन नि, यो देख्न सक्नुहुन्छ। यो हाम्रो बारीबाट देखिने भ्यू हो, एकदम बबाल भ्यू देखिन्छ। बारी देखिने चाहिँ खन भन्छ, त्यो ठाउँलाई खन भन्छ। र त्यो मोटर बाटो चाहिँ सन्धिखर्क झर्न एकदम सुइटेबल बाटो हो। त्यो एकदम कम्फर्टेबल तरिकाले चाहिँ तपाईँहरू त्यो बाटो सन्धिखर्क झर्न सक्नुहुन्छ। र त्यो बाटो एकदम सजिलो पनि छ र पिच पनि भएको छ। त्यो बाटो सजिलै तरिकाले चाहिँ मैले देखाएको छु नि, हो त्यो पुरा रूपमा चाहिँ तपाईँहरू त्यहाँबाट सन्धिखर्क झर्न सक्नुहुन्छ। र सहरको तुलनामा गाउँ अहिले धेरै विकास भएको छ, बाटाहरू पिच भएका छन् भने गाउँमा विभिन्न प्रकारका सेवा सुविधा चाहिँ उपलब्ध भइसकेका छन्। जस्तै स्वास्थ्यदेखि लिएर मानौँ अब अहिले दसैँको समयमा पिङ हाल्ने समय त जहिले पनि दसैँमा जुन क्षेत्रमा पनि पिङ चाहिँ हाल्छन्। र पिङ विभिन्न ठाउँमा चाहिँ पिङ हाल्ने, रमाइलो गर्ने, काठे पिङ, लिङ्गे पिङ जस्ता। दसैँको समय हो, अब 2 दिनपछि दसैँ छ। त्यो चाहिँ हाम्रो गाउँबाट देखिने भ्यू हो। पारी मैले देखाइसकेको छु। त्यहाँ अहिले चाहिँ त्यहाँ मैले जहाँ उनीहरूले बताएको छु नि, त्यहाँ चाहिँ अहिले कोइरो लागेको छ। त्यो जालकाँडाको लेक भन्छ। त्यहाँ हाम्रा टावर छन्, जुन एनसेल एनटिसीको टावर त्यहाँबाट आउँछ। यो चाहिँ बजार देखिने, बजार चाहिँ अलिकति पारिपट्टि देखिने त्यो भिड चाहिँ महत्त्व भन्छ है, थोरै तल देखिने जवा भन्छ। यो देख्न सक्नुहुन्छ है, यहाँबाट देखिने। ल अहिलेलाई चाहिँ भ्लग मैले स्टप गरेको छु। यस्तै नयाँ भ्लग हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई दबाएर अल नोटिफिकेसन गरिदिनु होला। ल गाइज, अब यो म खाएर टेस्ट गरेर भन्छु कस्तो छ है। एकदम कलिलो काँक्रो है यो। ल म खाँदैछु। यता बारीतिरबाट खाए पनि हुन्छ, तितीबाट खाए पनि हुन्छ। बारी फालिसकेको छु, बारी खानु हुँदैन भन्छन्। बारी खाइयो भने खोलाले बगाउँछ, ह्यानत्यान भन्छन्। तर त्यो अन्धविश्वास हो, सुपरस्टिसन बिलिभ हो। त्यही पनि म अब खाँदैछु है। बवाल छ, बवाल। यस्तो मिठो छ कि कस्तो बिचमा बोल्छ। ल देख्न सक्नुहुन्छ अर्ग्यानिक काँक्रो म खाँदैछु। बवाल टेस्ट छ, कुनै विषादी हालेको पनि होइन। घरमै गाई भैँसीको मल हालेर फलेको काँक्रो हो, जुन हाम्रो गाउँमा दसैँको सिजनमा हुन्छ। र मकैको डाँठ अझै पनि काटिएको छैन। मकैको डाँठ काटेपछि जोतेर गहुँ छर्ने बेला हुन्छ। गहुँ के लाग्यो यो?